नमस्कार दर्शकबिन्दहरू, बुढी बचाउ अनलाइन.com मा यहाँहरुलाई स्वागत छ। यहाँ एकजना सरको बुढी हराउनु भएको रहेछ। त्यता फर्किनुस् त। तपाईलाई मेरो बुढी बचाउ अनलाइन.com मा स्वागत छ। म कार्यक्रम प्रस्तुता नाठो। यो बसाको नाम हो के भाइ नाठो? बुढी पहिला कालमा यस्तो नाम सुन्दा त रिस उठ्दो रहेछ यार। सर मेरो नाममा ध्यान नदिनुस्। इट इज व्हाट इट इज। भनेपछि तपाईको श्रीमती हराउनु भएको? गेद्राको श्रीमती पहिला बसी हामीलाई नखचरी भन्नु न। ओ माय गॉड। भनेपछि तपाईको नकचरी हराउनु भएको? हराएको हैन, लुटेर भाग्यो मलाई। लुटेर भागेको? यो घर देखिनु भएको छ? हजुर हजुर, तपाईकै हो? यो पहिला मेरै थियो, त्यसले बेचेर गई। यहाँ किन आउनु भएको त? अहिले यही घरमा डेढ आम बस्न थालेछु। ओ माय गॉड, सो सैड, डोन्ट लुज द होप। ओहो, श्रीमतीले सबै गरेर भाग्दा पनि थाहा नभएको। तपाई कता हुनुहुन्थ्यो? अब 3-4 वर्षदेखि युकेमा थिए, फर्किन आउँदा बुढी छैन रहेछ। युकेमा हुनुहुन्थ्यो? तपाई पनि मान्छे त हावै हुनुहुँदो रहेछ नि यार। अनि आफू चाहिँ युकेमा अनि श्रीमतीलाई नेपाल राखेपछि भागिहाल्छ। सँगै लानु पर्यो नि यार। सँगै लानु त हुन्थ्यो नि, भन्ने बित्तिकै डिमिडेन्टमा भेजिदिनु। तपाईँको बाउ सर एमबिसीमा बाउ त हुनुहुन्छ कि, तर सानो आमा ल्याएर बस्नु भएको छ। म पनि हल्का रिस उठिरहेको छ कि बाउदेखि। को आयो रुले? अर्को भ्युज अर्को भ्युज। ल दर्शकबिन्दहरू, हामीसँग अर्को एकजना भ्युज आइसक्नु भएको, मतलब अर्को एकजना पीडित आइसक्नु भएको छ। उहाँको समस्या बुझौँ के हो। सर तपाईँको समस्या किन रुँदै हिँड्नु भएको छ त? मेरो बुढी पहिले गयो यार। बुढी हरायो? सबैको बुढी हरायो भन्छ। हामी जस्तो नाटक पत्रकारहरू सिङ्गलाई छौँ, कसले लगिरहेको छ बुढीहरू चाहिँ? अब सर कसरी हरायो तपाईँको बुढी? म 4-5 वर्षदेखि अमेरिकातिर थिएँ यार भाइ। नेपाल आउँदा बुढी पहिले गइछ। हो, अनि श्रीमतीले सँगै लानुपर्छ नि सर। भन्ने बित्तिकै डिपेन्डेन्टमा भिजा तपाईँको बाउले दिन्छ? यार ए सर, बुढाबुढी सँगै जान मिल्ने कन्ट्री पनि हुन्छ, त्यहाँ जानुपर्छ नि त। बुढाबुढी सँगै जान मिल्ने देश चाहिँ कुन छ हो भाइ? फिनल्यान्डमा जान मिल्छ नि सर। फिनल्यान्डमा